हेलो हाई सेवा नमस्ते। आज एउटा सानो भिडियो बनाउनु खोजिरहेको छु। यो आजको भिडियो चाहिँ अनि आज हामी जानु खोजेको चाहिँ जङ्गलमा मेरो भान्जा र म अनि यही बाइकमा जानु खोज्दैछौँ। यो भारी खाजा सबै लगाएर हामी रेडी भएको छौँ। गाउँमा जाँदाखेरि परिचित छेउबारी परिचित ठाउँमा आइपुग्यो। यो ठाउँ यति सुन्दरता छ कि बादल लागेर कुरो लागेर त्यति राम्रो नदेखिँदैन। तै पनि यो ठाउँ चाहिँ कल्पना गरेर बनाएको राम्रो देखिएको छ। गाडी बिछाएर भिडियोमा कैद गर्छु। जानुपर्ने चाहिँ त्यो माथिको एउटा घर देख्छु, त्यो घर नदेखिएला भिडियोबाट। त्योभन्दा मुनिबाट हामी पर जङ्गलमा चाहिँ जङ्गल हेर्न आफ्नै बारीमा काम गर्न जानेछौँ। यता उँधोको दृश्य यो अहिले चाहिँ रुखहरू धेरै उम्रेर होला त्यति राम्रो देखिँदैन, तर यो कल्पना गरे भन्दा अझ धेरै राम्रो छ। यो मुनि चाहिँ ताल पहिलाको यो मुनिको छेउबारीको पोखरी यो पनि देखिएको छ। यो चाहिँ यो माथि देखिने कुहिरोले छेकेको यहाँबाट 10 मिनट 15 मिनट उकालो बाइकमा 10 मिनट जाँदाखेरि साधुटार भन्ने ठाउँमा पुगिन्छ। हामी साधुटारदेखि ठिक्क 1 किलोमिटर जति मुनि छौँ। यो चाहिँ छेउबारी हो। हामी काम गर्ने स्थानमा आइपुग्यौँ। अब काम गर्नु चाहिँ मामा भन्जाको आज ठ्याक्कै काम गर्ने यो पारिपट्टि यो रोडदेखि मुनि फाड्ने जाँदो सालमा लगाएको बिरुवाहरू यो छ, त्यसको बिरुवा यस्तो भयो। ठ्याक्कै काम गर्ने स्थान चाहिँ यो। हामीले गाडी यहाँ राख्यौँ। अब हामी भन्नुहुन्छ नि यहाँबाट पौवा भन्ज्याङ माथि कुहिरो लागेको पौवा भन्ज्याङ त्योदेखि अरू यता सिम्ले स्कुल त्यसको ठ्याक्कै अपोजिट वारिपट्टि छौँ हामी। र यहाँबाट चाहिँ हाम्रो फिल्मको 3 नम्बरको वडा कार्यालय पनि देख्न सकिन्छ हामीले यहाँबाट। हामी ठ्याक्कै यहाँनिर काम गर्ने स्थानमा आइपुग्यो। हतियार एकदम रेडी गरेर आइयो। मान्छे तम तयार। हाम्रो काम गर्ने ठाउँ यही हो। योभन्दा 2 दिन 3 दिन अगाडि उँधो फाँडिसकेको छ, चिल्लै छ। यो बोट बिरुवा जोगाएर काम गर्नु छ। कसरी अब काम गरिन्छ हामी मामा भान्जाका आज कत्रा काम गराइ जाने छ। यस्तो फाँडे भनेर म देखाउँछु भान्जालाई। यो चाहिँ यहाँबाट भान्जा यसलाई माथि गर्दै जाने लु यतै फाँड्ने। अब सुरु गरौँ। अब काम झन्डै गयो ठाउँ हुँदो सुरुमा दिनचर्या यसरी नै बित्यो है। यो देखेको जतिको भान्जा र मेरो ठेक्कै छ। यो सक्नु साथै तुरुन्तै हामी अब चिन्नेलाई चाहिँ अब
टिप्नु भइगयो नचिनेलाई चाहिँ हामी टिमुरको फलेको ठाउँमा टिप्नु जाँदैछौँ। त्यही भएर हतार हतार दिइरहेछौँ। यो मजिटो यस्तो छ, पैसै पैसा छ, के गर्नु। यो चाहिँ अहिले पनि 150 रुपियाँ केजी। लहरा जरा सबै पैसा खाँडा छ। यहाँ त चराको गुड पनि रहेछ। यहाँ देखाउँदा अन्डा पनि टट्ट रहेछ। यहाँ अन्डा पनि रहेछ। यसलाई चाहिँ यसको माउ कता भागेर राख्नुपर्छ है। हो अब यो ठेक्का हो, ठोकेर हिँडिहाल्ने हो। ल आजको जङ्गल फाँडे काम कुरो सकेर खाजा खानु लाग्यो। अब चट्ट खाजा खाइसकेर चाहिँ अनि टिमुर टिप्नु जाने हो। त्योपछि आज काम सकियो, घर जाने हो। खाजामा के छ त्यो पनि देखाइदिनु। खाजाको आइटम हेर्नुहोस् है, फेरि यस्तो छ। तपाईँको यो प्युर कोदोको रोटी, अनि त्यो पनि मन परेन भने चाहिँ चाउचाउ पनि खाने हो। अनि बाँकी चिया छ। आजको आइटम चाहिँ यस्तै छ हाम्रो ठेक्कामा परेको। यो टिम्बुर ठ्याक्कै फलेको ठाउँमा हामी आइपुग्यो। टिम्बुर चाहिँ हेर्नुहोस् त, लेकाली टिम्बुर अलिक टाढा भएर नदेखिँदो रहेछ। निकै साह्रो फल्या छ कि। हो अर्को पनि हाँगा काटौँ भाइ। 2-3 डाला काट्यो भने काफी। यो एकदम फलेको ठाउँ त नदेखिँदो पर्छ दाना। फल्नु त कति फल्या छ यी। यसरी लट्टा फल्या छ, लट्टा। ए यस्तो फल्या छ यस्तो। ल हेर्नुहोस् है, यो लेकाली टिम्बुर, यसलाई सिलटिम्बुर भन्छ। यति साह्रो फल्या छ यो लेख्नु। यो जङ्गलमा पाइने सिलटिम्बुर यति राम्रो फल्या छ। अझै पनि यो जङ्गल जतासुकै पाइन्छ। बोटहरू यस्तो छ। यसरी फल्दो रहेछ यो जङ्गलमा पाइन्छ। यो आजको काम पुरै सकेर अब घर भान्जोसँग लाग्यो। आजको काम चाहिँ पुरै